धन्यवाद। आज मिति 2082 10 महिना 26 गते सोमबारको दिन रूपन्देही जिल्ला बुटोल उपमहानगरपालिका वार्ड नम्बर 17 र 19 को सिमाना यो मोतीपुर चोकमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यू रवि लामिछानेज्यूको आगमन हुँदैछ र केही मन्तव्य कार्यक्रम छन्, चुनाव प्रचार प्रसारका कार्यक्रम छन्। साथसाथै रूपन्देही क्षेत्र 3 का उम्मेदवार लेखजङ थापा पनि आउँदै सँगै हुनुहुन्छ र केही मन्तव्य कुराहरू सुन्न र प्रत्यक्ष रवि लामिछानेज्यूलाई सायद नचिन्ने कमै हुनुहुन्छ। उहाँले देख्न र केही मन्तव्य सुन्नको लागि यहाँका जनताहरू लगभग 2-3 घण्टादेखि वेटिङमा हुनुहुन्छ, बाटो कुरेर बसिरहनु भएको छ। उहाँ छपियाको कार्यक्रम सिधाएर अहिले बुटोल 17 र 19 को सिमानामा आइपुग्नु भएको छ। जनताको क्रेज यस्तो छ कि सायद यत्तिको रवि लामिछानेज्यूलाई यत्तिको माया गर्ने मैले आजसम्म देखेको थिएन। उहाँ आइपुग्नु भएको छ, उहाँको केही मन्तव्य छन्, ल सुन्नु है त। यो जनताको क्रेज यत्तिको क्रेज छ रवि लामिछानेज्यूको, उहाँको मुखबाट जस्नु है त मन्तव्यहरू। धन्यवाद। म यति भन्न चाहन्छु कि अब 21 गतिका लागि तपाईँहरू तयार हुनुपर्ने छ इतिहास सोच्नको लागि। भन्नुपर्ने कुरा केही छैन, गर्नुपर्ने काम मात्र बाँकी छ। देशलाई एकैपल्ट सुशासनको नयाँ युगमा लिएर जानको निमित्त 101 मानिसहरू हामीलाई साथीहरू चाहिन्छन्, क्षमतावान साथी चाहिन्छन्। अहिले यहाँ डाक्टर लेखजङ जस्तो एउटा अब्बल युवालाई हामी लिएर आजदेखि सल्लाह गर्नु होला। आज मैले भन्नुपर्ने कुरा केही छैन। अहिले म एडभान्स बुकिङ गर्न आएको डाक्टर लेखजङ थापाको लागि भोट माग्न फेरि आउनेछु, हर सल्लाह गर्दै गर्नु होला। हेर रवि लामिछानेको यहाँ क्रेज। बाटो छोड्दिनु, बाटो बाटो अब यति हो। धन्यवाद। अब यहाँको कार्यक्रम समाप्त भएर अब प्रस्थान गर्दै हुनुहुन्छ बुटोल उपमहानगरपालिका सिमानामा। धन्यवाद।